नमस्ते सबैजनामा एन्ड वेलकम टु माई न्यू युट्युब च्यानल एन्ड माई ब्लग। हजुरहरू सबैजनालाई एकदमै स्वागत छ। हामी चाहिँ आज यसो नाइट घुमघामको लागि निस्किरहेको छौँ है। नाइटमा पनि एकदमै रमाइलो हुन्छ हो, झन् गर्मी महिनामा त्यत्तिकै है एकदमै रमाइलो हुन्छ। होइन होला है, राम्रै हर्न बजाउनु भयो मामाहरूले, टाइम भइसकेको छ है, अनि त्यही भएर पनि हो। जे होस् बब्बाल आउँछ है बेलुकाको सिन पनि है। अनि हजुरहरू सन्चै हुनुहुन्छ होला, आरामै हुनुहुन्छ होला, के गर्दै हुनुहुन्छ, कताबाट हुनुहुन्छ, सबैजनाले कमेन्ट गर्नु ल। ओके, हामी चाहिँ लगभग आज एक राउन्ड हान्नेछौँ। यताबाट हामी मानेश्वर हुँदै हामी ठ्याक्क दरबार मार्ग अनि ठमेर छिरेर चाहिँ हामी रिटर्न टु दि ब्याक घरमा आउनेछौँ। हेरौँ अब बिच बाटोतिर के कस्तो हुन्छ है, हेर्दै जानु होला है त सबैजनाले। ओके, लेट्स सी गाइज। हामी ठ्याक्कै बौद्ध गेटमा आइपुगेका छौँ है। तपाईँहरूले देख्न सक्नुहुनेछ बौद्ध गेट बौद्ध अलरेडी मात्र देखिएको छ नि, पुरै देखिएको होला, खासै देखिएको छैन बौद्धभित्र नि, त रमाइलो छ। चेकिङ भइरहेको हुन्छ यहाँ बेलुका। हामी ठ्याक्कै चाबेल चौकमा, मामाहरूले राम्रै चेकिङ गर्नुभएको रहेछ यता चाहिँ। होस् बाटो साटो छुनेर टक्क यतिको मेहनत चाहिँ गर्नुपर्छ माइला, नत्र पहिला भाग्ने ठाउँहरू थियो यहाँ। हामी कतिखेर भागिन्थ्यो। यो चाहिँ चाबेल चोक है, यो चाहिँ चाबेल चोक है। यताबाट चन्द्रमा, यताबाट सिधै हामी चाहिँ उता बानेश्वर तर्फ लाग्नेछौँ गौशाला हुँदै। खासमा हामी एयरपोर्ट निस्किने कुरा छ, अब के हुन्छ होइन। खासै एयरपोर्टबाट जाने हो, एयरपोर्ट निस्केर जाने भन्ने कुरा छ। अब त्यही पनि अब हेरौँ अब कता के हुन्छ है। गौशाला चोक है, हामी ठ्याक्कै गौशाला चोकमा आइपुगेका छौँ। हामी ठ्याक्कै एयरपोर्टबाट जाने सल्लाह भइसकेको छ। ठ्याक्कै हामी एयरपोर्ट गेटनिर आइपुगिसकेका छौँ है। तपाईँहरूले देख्न सक्नुहुनेछ ठ्याक्कै हामी एयरपोर्ट, यो भित्रबाट अब एयरपोर्ट छिरिन्छ भने हामी चाहिँ सिधै यतातर्फ लाग्नेछौँ। एयरपोर्ट एकदम रमाइलो हुन्छ यता पनि है, एकदम झिलिमिली जताततै। गाडी हुर्काएको बेलुका त बाटो फ्री भएर है सबैजना यस्तो बाटोले साथै गयो यार। यो गाडीले त यार टिपरले साथै लग्यो मेरो त यार, पुरै पेलेर आयो भनेको यार कसम से है। यो टिपर देखेर चाहिँ लास्टै डर लाग्छ, त्यही माथि सातो लग्दियो भनेको यार। यस्तो पेलेर आइदियो,
बिस्तारै जाउँ होला सर। सकियो नि त है त्यसले होइन बुझ्दै गर्न नहुने नि त यो बाटो हिँड्दा चाहिँ विदेशको भाइब्स आउँछ है गाइजहरू है, एकदमै रमाइलो क्या। अब रोड पनि खाली, अलिकति डर भनेको टिपरको हुन्छ, तर यो बाटो धेरै टिपरहरू पनि हिँड्दैन। जे होस् दामी छ यो बाटो पनि। बेलुका चाहिँ टिपरको डर चाहिँ लास्टै हुन्छ। टिपर देखेर चाहिँ एकदमै पहिल्यैदेखि डर लाग्छ क्या मलाई चाहिँ है। बढी एक्सिडेन्टमा भयो अथवा मान्छे मार्ने भनेको अब टिफरले मारिरहेको हुन्छ है, अनि त्यही भएर पनि एकदमै डर लाग्छ क्या टिफर देख्ने बित्तिकै चाहिँ। 18 मिनटको रेड सिग्नलमा परियो सर हो। ओके सर, 12 तल्लो है। ओके सर। हामी ठ्याक्कै यो बानेश्वर चोक, नयाँ बानेश्वर चोक है, यताबाट हामी गौशालातर्फ जानेछौँ, यताबाट सङ्घमा, अनि यताबाट सिधै जाँदा चाहिँ हामी थलो निस्किन्छौँ है। मामाहरू है, मामाहरूको चेकिङ छ ठ्याक्कै न्यु रोड गेटभन्दा यतापट्टि। हामी ठ्याक्कै न्यु रोड पनि घुमेर जान्छ है, न्यु रोड घुम्ने हो नि त एकचोटि। ओके हुन्छ। मामाहरूलाई दर्शन गर्ने हो कि मामाहरूले बाटो यता यता लेफ्ट साइड भन्ने सर। हामी ठ्याक्कै न्यु रोड हेर्नेछौँ। यस्तो बबा देखिन्छ है न्यु रोडको सिन। ब्युटिफुल प्लेस हो न्यु रोड धेरै दामी बनाएको छ अहिले पछिल्लो समयमा है। दरबार मार्ग हामी इन्ट्री हानिसकेका छौँ। दामी छ दरबार मार्ग पनि है। बेलुकाको सिनहरू त यतातिर अब भयो क्लबहरू होइन, अब एकदमै
क्लबहरू भयो अनि डान्सहरू भयो एकदम रमाइलो हुन्छ यतातिर एकदमै दामी ठाउँ छ यता तर्फमा पहिला जमानामा त अब धेरै हिँड्थ्यो है डान्स दिइराख्नु भएको छ यहाँ एकजना टिकटक बनाउने कार्यक्रम भइरहेको छ बनाऊ कस्तो बब्बाल छ यातायात समय है एकदमै सफा क्या ठाउँ पनि सफा अनि अब त्यस्तै बेलुका पनि अब रमाइलो हुन्छ नि त यता त यस स्टाइलमा चाहिँ हामी ठिक छ ठमेलतर्फ लाग्दैछौँ अब होइन ठमेल यसो घुमेर हामी चाहिँ अब रिटर्न टु ब्याक हेरौँ अब ठमेल के जस्तो भइरहेको छ हुन त अब मान्छे आउने टाइम त भएन 10-11 बजे भर्खर है अब ठमेलमा चाहिँ लगभग 2-3 बजीदेखि चाहिँ अब प्याक हुन्छ क्या त्यही पनि अहिले 24 घन्टा बनाएर ठमेल खासै पहिलाको जस्तो पनि हुँदैन हो पहिलाको जस्तो रमाइलो हुँदैन 11 बजे त हामी सिधै जाने हो यताबाट जाने दाहिनेबाट जाउँ होइन सिधै के छिर्दैनौँ माथि हामी पिपल रोडबाट छिर्दैौँ न त दाहिने तर हामी पिपल रोडबाट छिर्दैौँ दाहिने पिपल रोडबाट हामी मामा रहेछ नि जग्गा इमेजको भयो नि त मामाहरूको चेकीमा के पर्नु हो मामाहरूसँग पनि यहाँ चाहिँ लाइनिङ हान्दै हुनुहुँदो रहेछ है हामी ओके वाउ यो लाइन्सहरूमा त कस्तो दामी बनाएछ है पहिलाको भन्दा लाइनिङहरू हानेर घट बब्बाल बनाएछ यार यता लाइन चौकतिर पनि है पहिला त यहाँनिर कस्तो उयो थियो अहिले त त्यो होस् काठमाडौँ हेर्दा हेर्दा एकदम धेरै चेन्ज भइसकेको छ क्या सफा पनि हुँदैछ होइन बालेन जस्तो चाहिँ 2-4 जना अब 2-4 जना नेपालमा बालेन भइदियो भने चाहिँ होइन एकदमै देशले पोल्टे फेर्ने छ क्या मामाहरू बस्नु भएको छ यहाँ नि लामाहरू बसेर केही हुँदैन होला यता चाहिँ रमाइलो छ है तर लगभग ठमेल चाहिँ अब 24 घन्टा बनाइदियो नि त अनि 24 घन्टा भएर पनि अब पसलहरू सबै ओपन हुन्छ प्रायः अनि पहिलाको जस्तो चाहिँ उति रमाइलो चाहिँ हुँदैन अब ठाउँमा पहिला चाहिँ लास्टै अब अलिकति रमाइलो हुन्थ्यो अब शुक्रबार शनिबार चाहिँ एकदमै क्राउड धेरै हुन्छ ठमेलमा हामी यताबाट जाउँ न कस्तो दामी छ है यहाँ सामग्री तर खासै भिड रहेनछ है नत्र भने त अब शुक्रबार शनिबार चाहिँ अलिकति अब गाडीहरू भयो बाइकहरू भयो छिराउनै सकिँदैन क्या तर जे होस् एकदमै दामी छ अब ठमेलमा चाहिँ अब वान वेहरू बढी छ क्या है वान वेहरू बढी भएको कारण चाहिँ अलिकति गाह्रै हुन्छ फर्स्ट टाइम अब जस्ताको तस्तै बनाइदिएको थियो जग्गा पनि होइन एउटै देखिन्छ अब वान वेको सिग्नलहरू पनि देखिँदैन दामी देखाएको छ हो यस्तो हुनुपर्ने क्या सबै ठाउँमा है हेलो नमस्ते सुनसान छ हो सेनेट क्लब तपाईँहरूले देख्न सक्नुहुन्छ यो क्लब नि धेरै राम्रो छ है सेनेट फायर है फायर क्लब पनि दामी छ यताबाट हामी सिधै जाउँ 7 हुन्ती चोकबाट हामी यसो घुम्दै आउनेछौँ बबल बनाएको छ नि है भ्युजहरू त यतिको चाहिँ हुनुपर्छ है नमस्ते ठमेल छिर्ने बित्तिकै ठ्याक्कै अर्कै भाइब्सहरू आउँछ क्या भाइब चाहिँ अर्को हुन्छ क्या ठमेल छिर्ने बित्तिकै कस्तो अब कुनै ठाउँमा हुँदैन नि त बेलुका त अब यति हुन्छ तर यहाँ छिर्ने बित्तिकै चाहिँ होइन बब्बाल हुन्छ क्या यहाँबाट हामी
दाहिनेतिर है 10X पनि धेरै राम्रो क्लब छ। यो अगाडिको चाहिँ 10X हो होइन। अब यहाँबाट चाहिँ हामी वैशाली होटल हुँदै ठ्याक्क एलओडी हुँदै हामी ठ्याक्कै पिपलबाट निस्किने छौँ। वैशाली होटल यहाँनिर मामाहरू एकदम लुकेर बस्छ हो बेलुका है। ठ्याक्क अब यता क्लब आएर निस्किँदा चाहिँ हेलो गाइज मामाहरू लुकेर बस्छ भन्दै थिएँ। ठ्याक्कै मामाहरू देखिहाल्नु भयो है। यहाँ चाहिँ अब भाग्ने ठाउँ पनि छैन क्या। अब मायावासी गरेर आइयो भने चाहिँ लुकेर जानुहोस् है। धन्यवाद। बिहान त खाएको अनि देखाउँदैन होला। ठ्याक्कै यहाँ चाहिँ भाग्ने ठाउँ पनि छैन मामाहरूको चाहिँ। यहीँ त किन मामाहरू बसेको यार। यहाँ बस्छ त मामाले चिट हालिसकेछ है त्यहाँनिर चाहिँ ट्याक्सीलाई। पार्किङमा हामीले यहाँनिर एकदम टाइट बनाएको छ क्या। अब रोडहरू पनि उस्तै दामी बनाएको छ। एलओडी हजुरहरूले देख्न सक्नुहुनेछ। हामी ठ्याक्कै एलओडी है तपाईँहरूले देख्न सक्नुहुनेछ। यो भित्र चाहिँ दामी मजा हुन्छ। यस्तो रमाइलो छ बेलुका है। तर 24 घन्टा पसलहरू खोलेर होइन अब पहिलाको जस्तो अब उयो नि नहुने क्या। पहिलाको ठमेल र अहिलेको ठमेलमा धेरै डिफ्रेन्ट भइसकेको छ है गाइज। मलाई चाहिँ त्यस्तो लाग्छ होइन। आफ्नो उयो हो। ओके गाइज हाम्रो यात्रा चाहिँ अब टुङ्गिसकेको छ है। हजुरहरू कता कताबाट हेर्दै हुनुहुन्छ सबैजनाले कमेन्ट गरिदिनु होला, माया गरिदिनु होला। एकदमै भिडियो फुल वाच गरेर है लाइक कमेन्ट सेयरहरू गरिदिनु होला। एकदमै धेरै धेरै धन्यवाद तपाईँहरू सबैजनालाई यत्रो टाइमसम्म हेरिदिनु भयो है। अनि सबैजनाले सेयर गरिदिनु होला। अनि हामी नेक्स्ट भिडियोमा भेट्नेछौँ पक्कै पनि। अनि तपाईँहरूलाई कहाँ कुन ठाउँको भिडियोहरू हेर्न मन परिरहेको छ कमेन्ट गर्नु होला। हामी त्यता पनि जाने कोसिस गर्नेछौँ भन्दै हामी फेरि पनि अर्को भ्लगमा भेट्ने बाचा गर्दै अहिलेलाई बाई सबैजनालाई टेक केयर एन्ड सी यू भन्दै हामी भिडियो गर्न चाहन्छौँ।